नमस्कार साथीहरू, आज म नेप्सीको विकली टेक्निकल एनालाइसिस भिडियो लिएर आएको छु। यो विक चाहिँ नेप्सीले नराम्रो क्यान्डल बनाएको छ। यो भन्दा पहिलाको विकमा बुलिस ह्यामर क्यान्डल बनाएको थियो, तर यो क्यान्डललाई सपोर्ट दिन सकेको छैन। यो विकमा चाहिँ नेप्सीले इन्भर्टेड ह्यामर क्यान्डल बनाएर फेरि पनि घट्ने जस्तो देखाइरहेको छ। हामीले सबैभन्दा पहिला स्मार्ट मनी कन्सेप्ट लाएर हेरौँ। स्मार्ट मनी कन्सेप्ट लाएर हेर्ने हो भने यो नेप्सीले यो बेरिस फेयर भ्याली ग्यापबाट रिजेक्सन खाएर तल झरेको थियो र अहिले पनि यो बेरिस फेयर भ्यालु ग्यापबाट रिजेक्सन खाएर तल झर्ने नै क्रममा हामी नेप्सीलाई देख्न सक्छौँ। अब नेप्सीको टार्गेट भनेको हाम्रो फर्स्ट टार्गेट भनेको यो 2685 र सेकेन्ड टार्गेट भनेको चाहिँ 2670 हुन जान्छ। यो दुईटा एरियासम्म चाहिँ नेप्सी अहिले आउन सक्छ भनेर हामीले स्मार्ट मनी कन्सेप्टबाट भन्न सक्छौँ। सिम्पल सपोर्ट एन्ड रेजिस्टेन्स हेर्ने हो भने नेप्सीले गएको विकमा यो सपोर्ट जोनबाट सपोर्ट लिएर माथि बढेको थियो र ट्रेन्ड लाइन तानेर हेर्ने हो भने यो ट्रेन्ड लाइनबाट पनि सपोर्ट लिएको देख्न सक्छौँ। यो ट्रेन्ड लाइनबाट र यो डिमान्ड जोनबाट बढे पनि यो हप्ता चाहिँ नेप्सीले यसलाई कन्टिन्युएसन दिन सकेन र फेरि पनि रिभर्सल क्यान्डल देखाएको छ। एमएसिडी हेर्ने हो भने एमएसिडीमा नेगेटिभ हिस्टोग्राम बढिरहेको छ र बेरिस क्रसओभर पनि भएको हामी देख्न सक्छौँ। आरएसआई लगाएर हेर्ने हो भने आरएसआई 50 को एरियामा छ। यो चाहिँ नन ट्रेडिङ जोन रहेको छ। इन्डिकेटरबाट पनि हामीले राम्रो चाहिँ देखेका छैनौँ। बोलिन्जर ब्यान्ड लगाएर हेर्ने हो भने बोलिन्जर ब्यान्डको मिडल ब्यान्डबाट सपोर्ट लिएर माथि बढेको थियो गत हप्ता, तर यो हप्ता चाहिँ फेरि यो मिडल ब्यान्ड भन्दा पनि तल नै क्लोजिङ दिएको छ नेप्सीले। यसलाई पनि हामीले राम्रो मान्न चाहिँ सक्दैनौँ। भोल्युमको कुरा गर्ने हो भने गत हप्ताभन्दा यो हप्ता भोल्युम पनि बढी आएको छ। यो नेगेटिभमा भोल्युम बढी आउनु भनेको चाहिँ त्यति राम्रो चाहिँ मानिँदैन। अब डेलीबाट हेरौँ हामी। डेलीबाट पनि बोलिन्जर ब्यान्डको मिडल ब्यान्डबाट रेजिस्टेन्स खाएर तल झरिरहेको छ नेप्सी। अब नेप्सी चाहिँ कहाँसम्म आउँछ भन्दाखेरि यो लोवर ब्यान्डसम्म आउने चान्स हुन्छ। र डिमान्ड जोनको कुरा गर्ने हो भने चाहिँ नेप्सी अब अहिले यो डिमान्ड जोनको नजिकै छ। अब यो डिमान्ड जोनमा आएर फेरि पनि माथि बढ्न सक्ने भनेर हामीले भन्न सक्छौँ। यो ट्रेन्ड लाइन तानेर हेर्ने हो भने चाहिँ यो ट्रेन्ड लाइनबाट रेजिस्टेन्स खाएर नेप्सी झरिरहेको हामी प्रष्ट देख्न सक्छौँ। र यो ट्रेन्ड लाइन ब्रेकआउट नदिएसम्म हामी चाहिँ नेप्सी फर्क्यो भनेर चाहिँ हामीले भनिहाल्न चाहिँ सक्दैनौँ। अब डेलीमा हामीले यो ट्रेन्ड लाइन तानेर हेर्ने हो भने नेप्सी चाहिँ यो ट्रेन्ड लाइन र यो डिमान्ड जोनको नजिकै रहेको छ। तपाईँहरूले चाहिँ सर्ट टर्म ट्रेड गर्नुहुन्छ भने चाहिँ अहिले रिभर्सल कुर्नुपर्ने हुन्छ र तपाईँ स्विङ ट्रेडर हो, तपाईँले अहिले 3-4 महिनाको लागि होल्ड गर्छु भनेर हेर्नुहुन्छ भने चाहिँ नेप्सी हेरेर भन्दा पनि तपाईँहरूले चाहिँ स्टकहरू हेरेर सपोर्टमा रहेका स्टकहरूलाई एकुमुलेसन गर्न सक्नुहुन्छ। यो एरियामा हामी युएनएचपिएल हेर्न सक्छौँ। यो बिहिबार चाहिँ यो युएनएचपिएल लास्ट मोमेन्टमा बढाएको थियो र मैले भनेकै थिएँ भिडियोमा अर्को दिन चाहिँ डम्प हुन्छ भनेर, र हामी चाहिँ शुक्रबार देख्न सक्छौँ नेगेटिभ सर्किटका साथ 6,57,000 भोल्युम सहित डम्प भएको छ। अब यसको सपोर्ट एन्ड रेजिस्टेन्सको कुरा गर्ने हो भने चाहिँ यो रेजिस्टेन्स एरिया रहेको छ। यसको सपोर्ट एरिया चाहिँ यसको यही रहेको छ। तपाईँले यो सपोर्ट एरिया चाहिँ तोड्छ कि तोड्दैन भनेर हेर्नुपर्ने हुन्छ। तपाईँ एकुमुलेसन गर्न चाहनुहुन्छ भने चाहिँ यो सपोर्ट एरियाबाट रिभर्सल क्यान्डल बनेपछि यसलाई बाई गर्न सक्नुहुन्छ। आज चाहिँ हामी सिक्लेस हाइड्रो पावर लिमिटेडको टेक्निकल एनालाइसिस गर्न जाँदैछौँ। यो हाइड्रो पावर हामीले हेर्न सक्छौँ यो सपोर्ट ट्रेन्ड लाइन र यो रेजिस्टेन्स ट्रेन्ड लाइनमा चलिरहेको छ र अब यसले चाहिँ कुन एरिया ब्रेकआउट गर्छ भनेर हामीले हेर्नुपर्ने हुन्छ। यो रेजिस्टेन्स ट्रेन्ड लाइनभन्दा माथि ब्रेकआउट दियो भने भोल्युम सहित ब्रेकआउट दियो भने चाहिँ हामीले यसलाई यो झन्डै यो 700 को एरियासम्म जान्छ भनेर भन्न सक्छौँ। र यो ट्रेन्ड लाइन ब्रेक डाउन गऱ्यो भने चाहिँ हामीले यसलाई चाहिँ वेट एन्ड वाच गर्नुपर्ने हुन्छ। त्यसैले चाहिँ अहिलेको लागि हामीले यसलाई चाहिँ वाच लिस्टमा राख्न सक्छौँ। यसले चाहिँ यो ट्रेन्ड लाइन तोड्यो र भोल्युम पनि राम्रै आयो भने चाहिँ हामीले यसलाई 700 को एरिया टार्गेट राखेर बाई गर्न सक्छौँ। आजको लागि चाहिँ यो भिडियो यति नै गरौँ। तपाईँहरूलाई केही क्वेरी छ भने कमेन्टमा सोध्न सक्नुहुन्छ। यहाँसम्म हेरिदिनु भयो, धन्यवाद।